हेलो गाइस, गुड मर्निङ अनि नमस्ते सबैजनालाई। यो मैले बिहान टक्कै लिएको छु। अब जान्छु माथि पत्ताहरू जे छ टिप्छु उसिनेर खानको लागि। हेर्नुहोस्, म जाँदैछु माथि। टोकरी लिएर जे पत्ती छ हामीले उसिनेर खानुलाई लिने हो। हेर्नुहोस् बिहानको नजारा। यो छ बोरीको पत्ता। यो बोरीको पत्तालाई टिप्छु। यो उसिनेर खानु खूब मिठो हुन्छ, टेस्ट हुन्छ एकदम उसिनेर खानु। केही त छैन अहिलेको समयमा, केही पनि छैन। है त्यही बोरीको पत्ता नै छ। अरू त सबै एकदम यो एक नालिया साग थियो, त्यसको पनि फुल फुलेछ। केही छैन टिप्ने लायक। यी सानो एउटा बैगुन भेटे, यसलाई टिप्छु। बहुत सक्दो छ, टिप्नु सकिँदै छैन। एउटा टिपे अनि यहाँ एउटा छ, यसलाई पनि टिपौँ। अनि यो झाडुमा पनि छ अनि त्यो झाडुमा पनि छ। अब टिप्छु। हेर्नु, यो यस्तो कलिलो पत्ताहरू टिप्ने हो। यस्तो पनि खान सकिन्छ। यस्तो पत्ताहरू यस्तो सबै मिक्स गरेर उसिनेर खानु बहुत टेस्टी हुन्छ। तपाईँले पनि खानु भएछ कि भएछ नि। हेर्नुहोस् यस्तो पत्ताहरू। अब कति दिन पछि बोरी पनि फल्छ। अब फुल दिन्छ आस्ते आस्ते फुल दिन्छ कि। यहाँ हेर्नुहोस् फुल दिइ पनि सकेको छ। पत्ता खाए पनि केही हुन्न, त्यही पनि बोरी त फल्छ। फल्ने चिज फल्छ, कसैले रोक्नु सक्दैन। फल्ने चिजलाई जति गर कहिले केही हुन्छ। कतिवटा पत्ता टिपौँ कलिलो राम्रो हेरेर। हेर्नुहोस् यति पत्ता टिपेँ मैले। बोरीको कलिलो पत्ता सबै उसिनेर सबै बोरीको पत्ताहरू अनि बेगुनहरू जे पनि छ सबै मिक्स गरेर उसिनेर खानु बहुत टेस्टी हुन्छ। हेर्नुहोस् अब भइगयो। अब जान्छु तल।